हेलो साथीहरू नमस्ते। बहिनी मम्मी म अनि माइजू चाहिँ कहाँ हिँडेको भन्नुहुन्छ होला। हामी चाहिँ आज सरर अटोमा चढेर शहीद स्मृति पार्क घुम्नलाई गएको। अहिले चाहिँ हामी खुकुरी पार्क घुमेर आएको। धरानमा खुकुरी भएको रमाइलो पार्क रहेछ, मतलब होटल रहेछ भनौँ न, पार्क त होइन, जस होटल रहेछ त्यहाँ गएर आएको। अब चाहिँ हामी शहीद स्मृति पार्क हिँड्नुको आइ पनि पुग्यौँ। हामीलाई चाहिँ अटोले यहाँ छोडिदिएर गयो। हाम्रो अटो चाहिँ हामीलाई छोडेर गयो। कस्तो ग्रिन ग्रिन हेर्नु न, चारैतिर हरियो, कस्तो रमाइलो। अनि म चाहिँ कहाँ गयो भनेर सबैजना फर्केर हेर्न थाल्नुभयो। अनि म चाहिँ पछि थिएँ, भिडियो बनाउँदै हिँड्दै थिएँ। अनि कस्तो म त हेरेर मक्ख परेँ, कस्तो रमाइलो हरियो। अनि ढुङ्गाको कारिगरीहरू कति राम्रो राम्रो। अनि स्टोन, रक स्टोन गार्डन रे, ढुङ्गाको गार्डन रे के त्यो चाहिँ। म त हिँड्दा हत्तु नै भयो। उता पनि गएको धन्न आज घाम चाहिँ धेरै थिएन र मजा आयो। फेरि हेर नि त्यहाँ मम्मीहरूलाई चाहिँ जता गयो त्यतै फोटो खिच्नु भनेर फोटो खिचिदिनु रे। अब फेरि एउटालाई छोपेछ, एउटालाई छोपेछ, गर्दा म त फोटो खिच्दा गलेँ। पानी लिएर आएको हेर्नु म यहाँ तल गएर। अनि यहाँ चाहिँ काम भइरहेको रहेछ, धमाधम यहाँ खोलामा काम भइरहेछ। म चाहिँ गरिम भएर पानी लिएर आएको। अनि यता माथि र यो पार्कमा चाहिँ यस्तो पानी झर्र गरेको कति रमाइलो दृश्य हेर्नु न। जस हेर्नुलाई चाहिँ रमाइलो रमणीय रहेछन्। तर मेरा आमा माइजू बहिनी कहाँ हराए। म पानी लिनु एकछिन गएको त छैन हो, कोही देख्दिनँ त म। यहाँ रहेछ, ल भेटेँ। मलाई कुरेर बसिरहनु भएको रहेछ। यहाँ पानीबाट अलि मासतिर आएपछि त उकालोमा कस्तो रमणीय रहेछ, हरियो फुलै फुल। उहाँ तल पानी झर्र भएको ठाउँ हेर्नु न। यहाँबाट यता उकालो आएपछि चाहिँ यस्तो रमाइलो रहेछ। बगैँचा गार्डन, यहाँ चाहिँ टिकट काटेर छिर्नु पर्दो रहेछ। यसलाई चाहिँ स्मृति पार्क भन्दो रहेछ। यहाँभित्र छिरेपछि त बस्ने ठाउँ कति धेरै, हस्तकलाहरू कति राम्रा। माइजू मम्मी बहिनी चाहिँ फेरि फोटो खिच्नुमै मक्ख हेर्नु नि त्यहाँ। म चाहिँ उहाँहरूको भिडियो बनाउँदै यहाँ कता के छ भनेर हजुरहरूलाई देखाउँ भन्दै भिडियो गर्दै हिँड्दै थिएँ। माइजूलाई चाहिँ जता जे देख्यो त्यहीँ फोटो खिच्नु पर्ने अरे क्या। हेर नि त्यहाँ फेरि बहिनीले फोटो खिच्दै कि। यहाँभित्र चाहिँ कति राम्रो सानो पोन्ड पनि रहेछ, जहाँ चाहिँ रङ्गीचङ्गी माछाहरू पनि थियो। यहाँ डोलमा दिदी सेल्लिएर बस्नुभएको रहेछ। अनि यता घाम कति चर्को लागेको छ हेर्नु न, कति ठुलो ढुङ्गा, बस्ने ठाउँहरू, जहाँ गयो त्यही बस्ने ठाउँ। यहाँ अग्लो हेर्नु न, फेरि यहाँ आरा काटेको पनि धरान लेखेर बनाएको रहेछ।